पोर्नोग्राफीको असरबारे अनेक थरी विचारहरू सुनिन्छन्, होइन त? तर आज हामी नैतिकताको कुरा एकछिनलाई पन्छाएर सिधै विज्ञानको गहिराईमा डुबुल्की मारौँ। आखिर हाम्रो मस्तिष्कमा चाहिँ के भइरहेको छ त? यो विश्लेषण स्रोत सामग्रीमा आधारित छ र यसले हाम्रो दिमाग कसरी प्रभावित हुन्छ भनेर देखाउँछ। हो, यही प्रश्न नै हाम्रो आजको छलफलको केन्द्रमा छ। हामी यसलाई सही वा गलतको तराजुमा जोख्ने छैनौं, बरु हाम्रो मस्तिष्कमा यसले के असर पार्छ भन्ने विशुद्ध वैज्ञानिक दृष्टिकोणबाट हेर्नेछौँ। ल, त्यसो भए यो सब सुरु चाहिँ कसरी हुन्छ त? यसको जडसम्म पुग्नको लागि हामीले सबैभन्दा पहिले मस्तिष्कको एउटा एकदमै आधारभूत प्रणाली, रिवार्ड सिस्टम वा पुरस्कार प्रणाली कसरी काम गर्छ भनेर बुझ्नै पर्छ। हाम्रो मस्तिष्कभित्र एउटा शक्तिशाली प्रणाली छ जसलाई भनिन्छ डोपामिन रिवार्ड सिस्टम। जब कुनै कुराले हामीलाई आनन्द दिन्छ, मस्तिष्कले डोपामिन रिलिज गर्छ। यो भनेको मस्तिष्कले वाह यो त मजा आयो, फेरि गरौँ है भने जस्तै हो। यही नै हाम्रो बानी र प्रेरणाको मुख्य इन्जिन हो। यो प्रक्रियालाई क्लासिकल कन्डिसनिङ भन्न सकिन्छ। सुरुमा त वास्तविक आनन्दले डोपामिन रिलिज गराउँछ, तर समय बित्दै जाँदा त्यसको सङ्केत मात्रले, जस्तै कि कम्प्युटरको स्क्रिन खोल्ने बित्तिकै वा फोनमा कुनै सूचना आउने बित्तिकै मस्तिष्क त्यो डोपामिनको लागि तयार हुन थाल्छ। तर एउटा सामान्य बानी कसरी यस्तो शक्तिशाली चक्रमा परिणत हुन्छ त? ल, अब हेरौँ। समयसँगै मस्तिष्कमा त्यस्तो के परिवर्तन आउँछ जसले गर्दा पर्याप्त भन्ने कुरा कहिले पनि पर्याप्त हुँदैन? अनुसन्धानले यो यात्रालाई 5 वटा चरणमा देखाएको छ। सुरुमा खोजबाट सुरु हुन्छ, त्यसपछि प्रयोग, अनि वृद्धि र अन्त्यमा बाध्यता र निराशासम्म पुग्छ। यो एक किसिमको पूर्वानुमान गर्न सकिने स्नायु वैज्ञानिक प्रक्रिया नै हो। यसलाई हेडोनिक एडाप्टेसन भनिन्छ। हाम्रो मस्तिष्क जहिले पनि नयाँ कुरा, नयाँ आश्चर्य खोजिरहेको हुन्छ। जब एउटै कुरा बारम्बार दोहोरिन्छ, त्यसको प्रभाव घट्दै जान्छ, अनि यही कारणले मानिसहरू अझै चरम सामग्रीतर्फ आकर्षित हुन थाल्छन्। मस्तिष्कमा हुने यी परिवर्तनहरू केवल भित्र मात्रै सीमित रहँदैनन्। यिनीहरूले हाम्रो सम्बन्धमा अनि वास्तविकतासँगको हाम्रो लगाउमा पनि एकदमै गहिरो र वास्तविक असर पारिरहेका हुन्छन्। यहाँ एउटा एकदमै महत्त्वपूर्ण भिन्नता देख्न सकिन्छ। डिजिटल सामग्रीले आत्मीयताको एउटा नक्कली, आफूले चाहेको बेला पाइने संस्करण दिन्छ, तर वास्तविक सम्बन्धहरू त प्रयास, धैर्य र आपसी समझदारीमा टिकेका हुन्छन्, जुन एक क्लिकमा त पक्कै पाइँदैन। यो एउटा शारीरिक परिणाम हो। जब मस्तिष्कलाई एकदमै उत्तेजक डिजिटल सामग्रीको बानी पर्छ, तब सामान्य वास्तविक मानवीय अन्तर्क्रियाले उस्तै खालको प्रतिक्रिया उत्पन्न गर्न सक्दैन। मस्तिष्कले स्क्रिन र वास्तविकता बीचको त्यो खाडललाई बुझ्न सङ्घर्ष गर्न थाल्छ। यो तथ्याङ्कले सम्बन्धमा पर्ने असरलाई छारलङ्गै पाल्छ। अध्ययनहरूले के देखाउँछ भने नियमित रूपमा पोर्नोग्राफी हेर्ने व्यक्तिहरूमा सम्बन्ध विच्छेद वा ब्रेकअप हुने सम्भावना 2 गुणा बढी हुन्छ। मतलब यो केवल एक व्यक्तिगत समस्या मात्रै रहेन, यसले त सम्बन्धको जग नै हल्लाउन सक्दो रहेछ। यो कुनै यस्तै सामान्य भनाइ होइन, यो त विश्व प्रसिद्ध सम्बन्ध विशेषज्ञहरूको भनाइ हो। उहाँहरूले यो मुद्दालाई कति गम्भीरताका साथ लिनुपर्छ भन्ने कुरामा जोड दिनुभएको छ। यो केवल एक व्यक्तिगत बानी मात्र होइन, यो त सम्बन्धको स्वास्थ्यसँग सिधै जोडिएको विषय हो। ल, हामीले परिणामहरू त हेर्यौं, तर यस्तो किन हुन्छ त? अब अलि गहिरिएर मस्तिष्कको भित्री तहमा जाउँ र यसको पछाडिको स्नायु विज्ञानलाई बुझ्ने कोसिस गरौँ। सरल शब्दमा भन्नुपर्दा मस्तिष्कले सधैँ आफ्नो डोपामिन प्रणालीलाई सन्तुलनमा राख्न खोज्छ। जब बाहिरबाट अत्याधिक उत्तेजनाको बाढी आउँछ, मस्तिष्कले आफ्नो संवेदनशीलता नै घटाइदिन्छ। यसले गर्दा के हुन्छ भने सामान्य दैनिक जीवनका गतिविधिहरूबाट आनन्द लिन पनि गाह्रो हुन थाल्छ। यो हाइपोडोपामिनर्जिक अवस्थाको प्रत्यक्ष अनुभव यही हो। जब मस्तिष्कको त्यो पुरस्कार प्रणाली कमजोर हुन्छ, जीवनका साना साना खुसीहरू पनि खल्लो, फिका लाग्न थाल्छन्। यो उदासी मात्र होइन, यो त आनन्द महसुस गर्ने हाम्रो जैविक क्षमतामा नै कमी आउनु हो। ल, अब यो विश्लेषणको सबैभन्दा आशाजनक खण्डतिर लागौँ। खुसीको कुरा के छ भने मस्तिष्कमा भएको क्षति स्थायी हुँदैन। अब न्युरोप्लास्टिसिटी र निको हुने बाटोबारे कुरा गरौँ। यो साँच्चै एउटा महत्त्वपूर्ण कुरा हो। हाम्रो मस्तिष्क कुनै ढुङ्गा जस्तो स्थिर छैन, यो त निरन्तर परिवर्तन भइरहेको हुन्छ। सही वातावरण र बानीहरू अपनाउने हो भने मस्तिष्कले आफैलाई निको पार्न र नयाँ स्वस्थ बाटोहरू बनाउन सक्छ।
यसलाई निको हुने प्रक्रियाको एउटा नक्सा जस्तै मान्न सकिन्छ। यो रातारात हुने कुरा पक्कै होइन। सुरुमा एकदमै गाह्रो हुन्छ, तर समयसँगै मस्तिष्कले बिस्तारै बिस्तारै आफूलाई मर्मत गर्दै लैजान्छ। यहाँ देखाइएको प्रत्येक चरणले वास्तविक स्नायु वैज्ञानिक प्रगतिलाई जनाउँछ। यो कुनै भावनात्मक कुरा मात्र होइन, यो त विज्ञान हो। मस्तिष्कको स्क्यानले के देखाउँछ भने परहेजले मस्तिष्कको रसायनमा वास्तविक नाप्न मिल्ने सुधार ल्याउँछ। यी अङ्कहरूले के प्रमाणित गर्छन् भने मस्तिष्कको डोपामिन प्रणालीले आफ्नो कार्यक्षमता फेरि प्राप्त गर्न सक्छ। र अन्त्यमा यो गहिरो विचार, पुनर्लाभ भनेको केवल पुरानो व्यक्तिलाई फिर्ता पाउनु मात्रै होइन, यो त आफू जो बन्दै गइन्छ त्यो नयाँ व्यक्तिसँग एउटा सम्बन्ध बनाउनु हो। यो वृद्धि, आत्मखोज र एउटा बलियो, बढी सचेत र अर्थपूर्ण जीवन निर्माण गर्ने अवसर हो। यसले मस्तिष्कलाई मात्र होइन, व्यक्तिलाई नै रूपान्तरण गरिदिन्छ।